नमस्कार छ है त साथीहरू। अहिले चाहिँ नेटफ्लिक्समा चाहिँ एउटा ड्रामा चाहिँ एकदमै हिट भइरहेछ क्या। ड्रामाको नाम चाहिँ रहेको छ एजेन्ट किम होइन। यो चाहिँ एक स्पाई थ्रिलर ड्रामा फिल्म हो होइन। अब यो ड्रामा चाहिँ अहिले नेटफ्लिक्समा रिलिज भइरहेछ। यो ड्रामामा चाहिँ लगभग 10 एपिसोड छ होइन। अहिले चाहिँ यो ड्रामाको चाहिँ विकली रिलिज भइरहेको छ। अहिलेसम्म चाहिँ यसको 6 एपिसोड आइसकेको छ होइन। अब यो मैले चाहिँ 6 एपिसोड हेरेर चाहिँ यो ड्रामा कस्तो छ भनेर चाहिँ आजको यो भिडियोमा जानु है त। अब यो चाहिँ पहिलो एपिसोडले नै क्लियर गरिदिन्छ कि किम साधारण मान्छे होइन। ऊ आफ्नो पुरानो आइडेन्टिटी लुकाएर शान्त जीवन बिताइरहेको हुन्छ। तर एउटा घटना भएपछि फेरि उसको डेन्जरस पास्ट फर्किन्छ। त्यसपछि आउने एक्सन चेस र ट्विस्टले स्टोरीलाई नेक्स्ट लेभलमा पुर्याउँछ। सबैभन्दा राम्रो कुरा भनेको एक्सन मात्र होइन, फ्यामिली इमोसनल पनि राम्रोसँग ब्यालेन्स गरिएको छ। लिड एक्टरले रोल एकदम नेचुरली निभाएका छन् र फाइट सिन पनि रियलिस्टिक फिल हुन्छ। तर केही ठाउँमा स्टोरी अलिक स्लो हुन्छ र ट्विस्ट पहिले नै गेस गर्न सकिन्छ। ओभरअल यदि द नाइट एजेन्ट वा रिचर्ड जस्ता एक्सन थ्रिलर मनपर्छ भने एजेन्ट किम पनि तपाईँहरूको वाच लिस्टमा राख्दा राम्रो हुन्छ। अब यसलाई चाहिँ मेरो रेटिङ दिनुपर्दा चाहिँ 8.7 आउट अफ 10 हो। अहिले 10 एपिसोड उपलब्ध छैनन्। यसको 6 एपिसोड मात्रै रिलिज भइरहेछ। हेर्नुभएको छ भने कमेन्टमा भन्नुहोला किमको कमब्याक कस्तो लाग्यो।